नेवा देदबु अब म यो फर्स्ट भाषामा पनि सँगै पढ्न गइरहेको छु। नेवा देदबुको अधिवेशन आयो अधिवेशन त छुट्यायो को सल्लाह या आवेको नेपाल सम्वत 1137 पछला हेर्थे 2013 साल 73 साल कार्तिक भित्र सम्पन्न गर्ने घोषणा गर्दछ। यो दाङ जिल्लामा घोराईमा गर्ने गरी आगामी अधिवेशनको स्थल घोषणा गरेको गर्दछ। नयाँ विधानलाई चाहिँ सबै सापेक्ष अनुसारले हामीले पारित गरेर लिएर आउन सफल भयो र एउटा यो सहमतिको दस्तावेजको रूपमा आज हामीले सर्वसम्मत विधानलाई पारित गर्यौं र अब भनेको चाहिँ बाटो भनेको नेवा देदबुको बाटो भनेको अब चाहिँ हाम्रो चाहिँ चाँडै नै यसलाई चाहिँ निर्वाचनको महाधिवेशनलाई चाहिँ सुसम्पन्न गर्ने अब यो विधानलाई जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत गरेर ल्याएको 2 महिनाभित्र हाम्रो हरेक चाहिँ जिल्लाको जिल्ला अधिवेशन आह्वान गर्छौं। त्यसबाट आउने प्रतिनिधिहरूबाट चाहिँ आगामी 6 महिनाभित्र हामीले चाहिँ महाधिवेशन हामीले गर्छौं र त्यो गर्ने प्रतिबद्धताको बावजुद फेरि हामीलाई चाहिँ कतैबाट बाधा अड्चनहरू फेरि आएर यो चाहिँ 6 महिनाभित्र हामीले गर्न नसक्ने अवस्था सिर्जना भयो भने त्यसको सम्पूर्ण जिम्मेदारी सम्पूर्ण जवाफदेही दिने व्यक्तिहरू हुनुपर्ने छ भन्ने कुरा पनि यहाँको माझमा राख्न चाहन्छु। जसको कारणले आज 3 वर्षसम्म हामीले यो अधिवेशन हामीले चाहिँ स्थगन गर्दै लिएर आउनु पर्यो र तिनै व्यक्तिहरूले फेरि पनि अवरोध गर्छ भने अब नेपालभरिका 13 लाख नेवारहरू एक टिक्का गरेर अब त्यसको मुकाबला गर्न हामी उत्रिन्छौँ भन्ने कुरा उद्घोष गर्न चाहन्छौँ।